ल्यापटप रिपेयर गर्दाखेरि कहाँबाट स्टार्ट गर्ने भन्ने कुराहरू हामीमा धेरै कन्फ्युजनहरू हुन्छ र यही कन्फ्युजन नहोस् भन्नका लागि म तपाईँहरूको माझ एउटा भिडियो लिएर आएको छु र यो भिडियोमा चाहिँ हामीले टेक्निसियनहरूले कसरी ल्यापटप बोर्ड एउटा हामीसँग मदरबोर्ड परिसकेपछि स्टार्टिङ कहाँबाट गर्ने भन्ने कुरो हुन्छ त्यो स्टार्टिङ कहाँबाट गर्ने भन्ने कुरो चाहिँ आज तपाईँहरूलाई म सिकाउँछु आज तपाईँहरूलाई मेरो यो क्लास चाहिँ रेगुलर आउनेछ र नबिराइकन हजुरहरूले हेर्नु होला ओके यो ल्यापटपको बोर्ड हामीसँग हातमा परिसकेपछि हामीले स्टार्टिङ गर्नुपर्ने के हो भन्दाखेरि यसमा 19 भोल्ट पुरा बोर्डमा 19 भोल्ट के छ फर्मेसन भएको छ कि छैन 19 भोल्ट बनेको छ कि छैन एउटा कुरा टेस्ट यो चाहिँ गर्नुपर्छ ओके जुन हाम्रो यो बोर्डमा के छ 19 भोल्ट ट्राभल गरेको एक सिचुएसन हुनुपर्छ बोर्डमा 19 भोल्ट ट्राभल गरिसकेपछि अब सेकेन्ड अप्सन के हो भन्ने कुरो म तपाईँलाई सिकाउँछु 19 भोल्ट बोर्डमा पुरा ट्राभल भइसकेपछि 19 भोल्ट ओके भइसकेपछि अब तपाईँहरूले चेक गर्नुपर्ने कुरा के हो भन्दाखेरि हाम्रो आरटिसी सेक्सन ओके हाम्रो मेरो तपाईँको आरटिसी सेक्सन जुन चाहिँ कहाँ हुन्छ ल्यापटपको मदरबोर्डमा हुन्छ त्यो ल्यापटपको मदरबोर्ड भएको चाहिँ आरटिसी सेक्सनलाई चेक गर्नुपर्छ ओके जुन चाहिँ सिमो सेलबाट 3.3 र के छ हाम्रो जुन एलडिओ के छ जुन हाम्रो 3.5 को आइसीबाट बन्छ एलडिओ 3.3 भोल्ट ओके कहिले चाहिँ एलडिओ 3.3 भोल्टबाट आएको हुन्छ भने कुनै चाहिँ के छ अलवेज 3.3 बाट इनपुट भएको हुन्छ जस्तै तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ ओके हाम्रो यहाँनिर यो 3.5 को आइसी हो 3.5 को आइसी यसमा यसरी हेर्दाखेरि 3.5 को आइसी 19 भोल्ट ओके फर्स्टमा मैले के भने ल्यापटपमा चाहिँ 19 भोल्ट ओके हुनु पर्यो एक नम्बरमा 19 भोल्ट के भइरहेछ यहाँनिर इनपुट भइरहेछ जुन चाहिँ हाम्रो 3.5 को आइसीमा भोल्टेज जुन चाहिँ वर्क गर्नको लागि अर्को चाहिँ मेन मस्फेट अफ द 3 भोल्टको लाइनको मेन मस्फेटमा र 5 भोल्टको लाइनको मेन मस्फेटमा यहाँनिर 19 भोल्ट इन भएको छ ओके अनि अर्को कुरा मैले के भने तपाईँहरूलाई भन्दाखेरि यदि ब्याट्री निकालेर अनि अर्को छ मेन ब्याट्री निकालेर ल्यापटपको चार्जर निकालेर आरटिसी सेल जुन सिमो सेल भन्छ सिमो सेल कनेक्ट गरेर ओके मैले किन त्यो भनेको भन्दाखेरि अब यसमा पनि आउनुहोस् अब यहाँनिर के छ जुन हाम्रो एलडिओ 3.3 भोल्ट कुन भोल्ट एलडिओ 3.3 भोल्ट यहाँनिर जेनेरेट हुन्छ अब यो अर्को क्लासमा चाहिँ म तपाईँहरूलाई 3.5 को आइसीले कसरी काम गर्छ भन्ने कुरा पनि सिकाउँदैछु ओके यो एलडिओ 3.3 भोल्ट निस्किएर हाम्रो यहाँनिर के छ आइपुगेको छ यसमा चाहिँ फेरि एउटा जम्पर यसलाई के छ रजिस्टर हो हामीले यसलाई जम्पर भन्छ किन भन्दाखेरि 0.00 ओमको 0.042 हो लगभग 0 ओमको रजिस्टर 0 ओमको रजिस्टर के छ यहाँ लागेको छ यसलाई जम्पर युज गरेर के गरेको छ यहाँनिर एक्जिलरी यहाँनिर नाम हेर्नु होला 3.3D3B _AUX _S5 ओके यही S5 हाम्रो कहाँ गएको छ हाम्रो आरटिसी सेक्सन त्यही हो जुन चाहिँ के छ 3.3B एक्जिलरी 5 यो के भएको छ हाम्रो एलडिओ के छ 3.5 बाट 3-5 बाट एलडिओ आएको छ एलडिओ है 3.5 को आइसीबाट तर यसमा आउने चाहिँ 3.3 भोल्टेज हो एउटा 3.5 को आइसीबाट एलडिओ भोल्ट आयो अर्को के हुन्छ हाम्रो आरटिसी सेल्सबाट आरटिसी केसबाट सेल आरटिसी सेलबाट 3 भोल्ट इनपुट हुन्छ र यसमा के छ भने यसमा हामीसँग डायोड छ तपाईँलाई थाहा छँदैछ यतिको सिमेटिक रिड गर्न सक्नुहुने जति पनि टेक्निसियन हुनुहुन्छ उहाँहरूलाई चाहिँ यो डायोड भन्ने कुरो सबै थाहा छ है अब यहाँनिर के छ 3.3 भोल्ट अर्को छ हाम्रो सिमो सेलमा हुने 3 भोल्ट अब डायोडको मेन भूमिका के हुन्छ भने जसको भोल्ट हाई हुन्छ त्यही नै के हुन्छ पास हुन्छ कुनै पनि गेटबाट हामी बाहिर निस्किनु पर्यो भने के गर्छौँ जसको ताकत बढी हुन्छ त्यो मान्छे धकालेर बाहिर निस्किने हो अथवा त्यो गेट पार गर्ने हो त्यही भएर के हुन्छ यहाँनिर यहाँ हाम्रो एलडिओ 3.3 भोल्टको भोल्टेज हाई भएको कारणले गर्दाखेरि यदि ब्याट्री र चार्जर ब्याट्री अथवा चार्जर लगाएको सिचुएसनमा चाहिँ
3.3 आउटपुट हुन्छ यहाँबाट र नलगाएको खण्डमा सिमोस सेलको ब्याट्री आउटपुट हुन्छ। र मैले भन्दा अगाडि पनि भनिसकेको छु, यदि तपाईँहरूले के छ चार्जर र मेन ब्याट्री नलाएको सिचुएसनमा सिमोस सेल राख्नै पर्छ है। त्यसपछि के हुन्छ आरटिसी सेल यो निस्किन्छ। यो चाहिँ नेबर ग्राउन्डसँग कहिले पनि बिप साउन्ड आउनु हुँदैन। यो पोइन्ट के हुँदैन ग्राउन्डसँग बिप साउन्ड आउनु हुँदैन। ओके, नो बिप रेस्पेक्ट टु ग्राउन्ड, ग्राउन्डको रेस्पेक्टमा के हुनु हुँदैन बिप साउन्ड आउनु हुँदैन। र यो भोल्टेज चाहिँ अब यो भोल्टेज चाहिँ हाम्रो कहाँ पुग्छ सिपियु पिसिएस। ओके, यदि एसओसी बेस छ भने हाम्रो सिपियुसम्म पुग्यो, एसओसी बेस छ भने एसओसी सिपियुसम्म पुग्यो, यदि पिसिएस बेस छ भने पिसिएससम्म। ओके, अब यहाँनिर हामीले हेरौँ यसमा यो भोल्टेज हेरौँ 3.9 आरटिसी AUX S5 यसलाई हामी कपी गरेर हेरौँ एकचोटि। यसलाई कपी गरेर हेर्छौँ हामी, कपी एन्ड पेस्ट हियर। मैले यहाँनिर पेस्ट गरेँ, पेस्ट गरेर अब हामी अगाडि बढ्छौँ। ओके, यहाँबाट हाम्रो इन भयो, इन भएको 3.3 एलडिओ भोल्ट र सिमोस सेल आउटपुट डायोडबाट आउटपुट हुन्छ। आउटपुट भइसकेपछि आरटिसी AUX _ S5 भएर के हुन्छ हाम्रो बोर्डमा ट्राभल गर्छ। अब बोर्ड कहाँ ट्राभल गर्छ भन्दाखेरि हाम्रो इन्टु डर एउटा यहाँनिर आयो, त्यसपछि हाम्रो यहाँनिर एउटा ओके DSW हो डी, त्यसपछि VRE इनेबल अनि अर्को छ हाम्रो। अब यहाँनिर मेन चाहिँ त्यसको सिपियुको जुन एसओसी बेस छ, एसओसी बेसभित्रको सिपियुभित्र आरटिसी के हुन्छ यहाँनिर सेक्सन हुन्छ, आरटिसी सेक्सन जसलाई रियल टाइम सेक्सन कुन भन्छ हामी रियल टाइम सेक्सन। यसभित्र के हुन्छ भन्दाखेरि हाम्रो जुन इन्टुडर भने 1 मेगा ओमको के हुन्छ रजिस्टर लगाएर इन्टुडर नाम दिएर के गरिएको हुन्छ हाम्रो सिपियुभित्र इनपुट गरिएको हुन्छ। अगाडिपट्टि त हाम्रो के भेटिन्छ 3.3 भोल्ट भेटिन्छ भने यसको आउटपुट साइडतिर 2.8 समथिङ भोल्ट भेटिन्छ। यो के हुनु हुँदैन बिप साउन्ड आउनु हुँदैन ग्राउन्डसँग। अर्को के हुन्छ हाम्रो इन्टरनल VRM इनेबल जुन चाहिँ 330 किलो ओमको रजिस्टर लगाइएको हुन्छ अनि के गरिएको हुन्छ यो सिपियुमा जुन इन्टरनल VRM इनेबल। यसमा पनि माथि त 3.3 भोल्ट यो सँग एउटै आएको हुन्छ भने यता साइडतिर 2.8586 समथिङ भोल्ट आउटपुट गरिएको हुन्छ। र अब आइरोको के बाँकी रह्यो भन्दाखेरि यस आरटिसी RST हैज गरेर के गरेको हुन्छ जुन 20 किलो ओमको रजिस्टर लगाइएको हुन्छ। यहाँनिर के छ 20 किलो ओमको नेटवर्क रजिस्टर ओके दुईटा रजिस्टर लगाएको छ। दुईटै रजिस्टरको भ्यालु चाहिँ 20 किलो ओम रहेको छ। यसमा 3.3 भोल्ट इनपुट हुन्छ भने दुवैपट्टि के छ 3.3 भोल्ट नै के गरेको हुन्छ आउटपुट हुन्छ। एउटा यस आरटिसी RST हैज र अर्को छ आरटिसी RST हैज दुईटैमा के हुन्छ 3.3 भोल्ट आएको हुन्छ। यदि हाम्रो आरटिसी सेल मात्रै छ, ब्याट्री मेन ब्याट्री छैन, यदि हाम्रो चार्जर छैन भने त्यो सिचुएसनमा माथि 3.3 भोल्ट, यस साइडमा 3.3 भोल्ट, तल साइडमा पनि 3 भोल्ट हुन्छ र यसमा चाहिँ माथि 3 भोल्ट तल साइडतिर 2.6 अथवा 2.5 समथिङ भोल्ट के हुन्छ यहाँनिर आउटपुट हुन्छ। यो चाहिँ भएको हुनु पर्यो, यो चाहिँ बनेको चाहिँ मेन चाहिँ यो चाहिँ बनेको हुनु पर्यो। अनि अर्को के छ भन्दाखेरि हेरौँ
अर्को छ हाम्रो आरटिसी के छ भिसिसी आरटिसी भनेर के गरेको हुन्छ फेरि सिपियु भित्रै अर्को संख्या इनपुट भएको हुन्छ जसमा यसमा पनि के हुन्छ 3.3 भोल्ट नै इनपुट हुनु पर्यो है। अर्को के छ ओके अर्को हाम्रो चाहिँ आयो या यास आयो यसलाई हामी आयो पनि भन्छौँ हैन या यास आयो सुपर आयो पनि भन्छौँ हामी चाहिँ यसभित्र पनि के हुनु पर्यो त्यो आरटिसी सेलबाट निस्किएको ओके आरटिसी सेलबाट निस्किएको आरटिसी सेक्सनबाट निस्किएको 3.3 भोल्ट पनि हालेर के छ इनपुट हुनु हेरौँ है कहाँ 3.3 भोल्ट इनपुट हुनुपर्छ यहाँ आउटपुट भयो हाम्रो ओके सिमो सेल या के छ हाम्रो एलडिओ या 3.3 भोल्टेज अलवेज मेन अलवेज भोल्टेज आउटपुट भयो। त्यसपछि हाम्रो के गयो यो चाहिँ हाम्रो क्यापेसिटर लगाएर ग्राउन्डसँग हाम्रो भोल्टेजलाई तलमाथि नहोस् अथवा भोल्टेज रेगुलर होस् एउटै सिस्टममा होस् भन्नको लागि क्यापेसिटर युज गरिदिएको छ हामी। अर्को चाहिँ हाम्रो डिएसडब्ल्यू ओके डिएसडब्ल्यू के छ भिआर इनेबल भन्ने छ इएन इनेबल ओके डिएसडब्ल्यू ओडी भिआर इनेबल भन्ने छ यो चाहिँ हाम्रो यसमा पनि इनपुट भएको छ यो सायद हाम्रो सिपियु भित्रै इनपुट भएको हुनुपर्छ यो चाहिँ कपी पेस्ट गरौँ तीन 330 किलो ओमको लगाएर सिपियु भित्रै इनेबल हुनुपर्छ ओके यहाँनिर सिपियु भित्रै इनेबल छ 330 किलो ओमको लगाएर सिपियु भित्रै इनेबल छ। अर्को हाम्रो सिपियु भित्र इनेबल छ जुन अहिले भर्खरै मैले चाहिँ एक्सप्लेन गरिसकेको छु ओके अनि अर्को चाहिँ हाम्रो के छ फेरि सिपियु भित्रै जुन भिसिसी आरटिसी भनेर के छ इनपुट भएको छ 3.3 भोल्टेज अनि अर्को चाहिँ हाम्रो आयो सुपर आयो भित्र के छ 3.3 भोल्ट इनपुट भएको छ। यसको पोइन्टमा यसमा चाहिँ कुनै पनि यो पोइन्ट के हुनु हुँदैन बिप साउन्ड आउनु हुँदैन यसमा के हुँदैन बिप साउन्ड आउनु हुँदैन। यदि यो पोइन्ट बिप साउन्ड आयो भने आरटिसी सेक्सनमा बिप साउन्ड आयो भने हाम्रो के खराबी हुन सक्छ त एउटा चाहिँ आयो खराबी हुन सक्छ अर्को चाहिँ सिपियु खराबी हुन सक्छ अर्को चाहिँ रजिस्टर नै खराब हुन सक्छ किन भन्दाखेरि यो भोल्टेज कहाँ गएको छ त्यसमा डिपेन्ड गर्छ ओके। अब यो भोल्टेज कहाँ गएको छ एक्चुअली फेरि मैले अगाडि देखाइसकेको छु एक्चुअली फेरि देखाउँछु यो पोइन्ट के आयो बिप साउन्ड आयो भने ओके के आयो भने बिप साउन्ड आयो भने अब डिपेन्ड अपन द केमा एउटा रजिस्टर पनि खराब हुन्छ रजिस्टर कसरी खराब भन्दाखेरि त्यो सिपियु खराब भयो प्लस रजिस्टर खराब भयो भने त्यो सिचुएसनमा बिप साउन्ड आउँछ। 2 नम्बरमा आयो खराब भयो र आयो के छ त्यो रजिस्टर पनि खराब भयो भने आउँछ त्यो सिचुएसन एक्चुअली यदि यो क्यापेसिटर यो दुईटा क्यापेसिटर सर्ट भयो दुईटा क्यापेसिटर सर्ट भयो भने पनि यो सिचुएसनमा पनि बिप आयो आरटिसी सेक्सनमा बिप आउनु हुँदैन मैले बारम्बार यही भनिरहेको छु हजुरहरूलाई। अर्को चाहिँ हाम्रो 330 किलो ओमको यदि यो सिपियुको यो पोइन्ट के छ सर्ट भयो सर्ट सिचुएसन छ यो सिपियुको पोइन्ट के छ सर्ट सिचुएसन छ प्लस यो यो रजिस्टर पनि सर्ट भयो भने मात्रै बिप साउन्ड आउँछ अदरवाइज बिप साउन्ड आउँदैन। अब यस 330 यदि यो सर्ट छ अब 330 किलो ओमको रजिस्टर हो यसमा चाहिँ नो बिप आउँदैन ओके कि यो रजिस्टर पनि सर्ट हुनु पर्यो र सिपियु पनि सर्ट हुनु। अर्को के छ हाम्रो 1 मेगा ओमको यदि सिपियुको 1 मेगा ओमको यो भित्रको सर्ट भइदियो भने पनि यो आउने कुरै भएन यो चाहिँ ओके। यदि 330 किलो ओमको यसमा पनि आउने कुरै हुँदैन 20 किलो ओमको यसमा पनि आउने कुरै हुँदैन भनेपछि अब हाम्रो सिपियु सर्ट मेन कारण के हुन सक्छ भन्दाखेरि यो पोइन्ट हुन सक्छ ओके भिसिसी आरटिसी
एकदम ख्याल गर्नुपर्ने कुरा है। कुन मेन यो पोइन्ट सर्ट भयो भने के हुन्छ हाम्रो पुरै सिपियु सर्ट हुन्छ, पुरै आरटिसी सेक्सन नै सर्ट हुन्छ। ओके, अरू ठाउँ सर्ट हुने ठाउँ छैन। अब त्यसपछि डाइरेक्ट के गएको छ हाम्रो यहाँनिर अर्को छ हाम्रो सुपर आयो। सुपर आयो पनि डाइरेक्ट के छ इन भएको छ। यो सुपर आयो पनि सर्ट भयो भने पनि के हुन्छ हाम्रो भित्र सर्ट भयो भने आरटिसी सेक्सन पनि हाम्रो सर्ट चाहिँ देखाउँछ। ओके, के रहेछ एउटा आयो सुपर आयो सर्ट जसमा डाइरेक्ट के छ 0 ओमको रेजिस्टरलाई प्याड युज गरिएको छ है। अनि अर्को के छ हाम्रो जुन सिपियु छ, सिपियुमा पनि के छ त्यो जुन आरटिसी सेक्सनबाट आएको जुन भोल्ट छ त्यो भोल्ट पनि के छ डाइरेक्ट हुन्छ। अरू सबै ठाउँमा के गरिएको छ रजिस्टर 20 किलो ओमको रजिस्टर 330 किलो ओमको रजिस्टर युज गरिएको छ, जसको कारणले गर्दा सिपियु सर्ट भए पनि त्यो चाहिँ के छ बिप साउन्ड आउँदैन। यसमा नि यो इन्ट्रुडरमा पनि बिप साउन्ड आउने भएन यो पोइन्टमा, किन भन्दाखेरि 1 मेगा ओमको रजिस्टर युज गरिएको छ। यदि सिपियु सर्ट भयो इन्टरनल भिआरएम इनेबलमा पनि के छ यो सेक्सन यो पोइन्टमा चाहिँ बिप साउन्ड आउँदैन, किन भन्दाखेरि 330 किलो ओमको रजिस्टर युज गरिएको छ। अर्को छ ह्यास आरटिसी आरएसटी ह्यास, यसमा पनि के हुन्छ यो पोइन्टमा बिप साउन्ड आउँदैन, किन आउँदैन भन्दाखेरि यसमा 20 किलो ओमको रजिस्टर युज गरिएको छ। या आरटिसी आरएसटी ह्यास यसमा पनि बिप साउन्ड आउँदैन, किनकि यसमा पनि 20 किलो ओमको रजिस्टर युज गरिएको छ। दुईवटा रजिस्टरको भ्यालु चाहिँ 20 किलो ओमको कम्बाइन्ड रजिस्टर। ओके, मेन चाहिँ हामीले यो चाहिँ ख्याल गर्नुपर्छ हाम्रो आरटिसी सेक्सन सर्ट छ या छैन। अब कुन कुन पोइन्ट रहेछ, एउटा चाहिँ आयो भित्र, एउटा आयो जुन आरटिसी सेक्सन निस्केको आयो भित्र गएको छ। अर्को छ हाम्रो के छ जुन आरटिसी सेलबाट निस्केर के छ सिपियु भित्र डाइरेक्ट इनपुट भएको छ, जसको नाम के छ भिसिसी आरटिसी भनेर इनपुट भएको छ। या दुईटा पोइन्ट भयो। या के हुनु पर्यो हाम्रो या हाम्रो के हुनु पर्यो भन्दाखेरि यो क्यापासिटर सर्ट भएको हुनु पर्यो। तीनटा अप्सन आरटिसी सेक्सन सर्ट हुनु पर्यो, ग्राउन्डसँग बिप साउन्ड आउनु पर्यो। बस बिप आयो भने डाइरेक्ट के चेक गर्ने एउटा यो क्यापासिटर, अर्को चाहिँ आयोको पिन एउटा पिन उखालेर चेक गर्ने। अदरवाइज के छ 3 भोल्टको लाइन हो भने 1.5 भोल्ट अथवा 1 भोल्ट 2 भोल्ट दिएर 3 भोल्टभन्दा म्याक्सिमम नै 3 भोल्ट कम भोल्ट त्यो सेक्सनमा के गरेर इनपुट गरेर पनि के हिट हुन्छ त्यसरी पनि हामीले के चाहिँ सर्ट छ भन्ने कुरो फाइन्ड आउट गर्न सक्छौँ। ओके, आजलाई हाम्रो आरटिसी सेक्सन र चिप लेभलको मेन स्टार्टिङ क्लास डे 1 क्लास आजबाट स्टार्ट भएको छ। तपाईहरु पनि ल्यापटप रिपेयर चिप लेभल सिक्न चाहनुहुन्छ या कही क्लास लिन भ्याउनु भएको छ भने हाम्रो अनलाइन क्लास पनि स्टार्ट भएको छ। प्लस म टाढा छ, म युट्युबबाटै फेसबुकबाटै हजुरको भिडियो 1 by 1 गरेर हेर्छु भन्नुहुन्छ भने यसको लागि ओके छ। हस्, बाई।